आज चाहिँ पशु रोग संक्रमणबारे एउटा सन्देशमूलक सूचना लिएर आएको छु। लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा बाख्रामा लाग्ने पिपिआर रोग र गाईबिसीहरूमा लाग्ने लम्की स्किन डिजिजको संक्रमण पुष्टि भएको छ। रोग फैलिन नदिनको लागि पशुपालक किसानहरूलाई आफ्नो पशुहरूमा ज्वरो आउने, घाँस दाना पानी खान छोड्ने, नाकमुखबाट सिगान बगाउने, पखाला लाग्ने र शरीरमा गाँठागुठी आउने लगायतका असामान्य लक्षणहरू पशुले देखाउन थालेमा किसानहरू सचेत रहन आग्रह पनि गर्दछु। आफ्नो क्षेत्रमा यस्तो रोगको लक्षणहरू देखिएको शङ्का लागेमा नजिकैमा रहेको पशु सेवा कार्यालयमा, जिल्ला पशु सेवा कार्यालयमा र पशु रोग अन्वेषण प्रयोगशालाहरूमा जानकारी गराउनु हुन पनि अनुरोध गर्दछु। समयमै रोगको पहिचान, सूचना र आवश्यक उपचार तथा नियन्त्रणका उपायहरू अपनाउन सकेमा पशुबाट हुने क्षति र रोग फैलिनबाट रोक्न सकिने भएकाले सबै पशुपालक किसानहरूलाई सचेत रहन सम्बन्धित निकायले पनि आग्रह गरेको जानकारी गराउँदछु। धन्यवाद।